यो भिडियोमा आज हामीले सिक्नेछौं कि यो स्लाइडिङ डोरको लागि स्लाइडिङ डोर अथवा विन्डो ठुलो छ भने त्यसको लागि हामीले कति प्लस गर्नुपर्ने हुन्छ, कति घटाउनु पर्ने हुन्छ, 110 mm को ट्र्याकमा र 85 mm को खापामा कति घटाउनु बढाउनु पर्ने हुन्छ। यो भिडियोमा टोटली एक्सप्लेन गरेको छौं। सो भिडियोलाई लास्टसम्म हेर्नु होला। तपाईहरुलाई को लागि यो एकदम राम्रो भिडियो हुन सक्छ, इन्फर्मेसन भिडियो हुन सक्छ। आज हामी काठमाडौँ बलुवाटारमा आइपुगेका छौं, नयाँ साइडमा हैन। यो साइड हो हैन। सो तपाईहरुले हेर्न सक्नुहुन्छ। अब यहाँनिर तपाईले यो भिडियो लास्टसम्म हेर्नु होला। तपाई नयाँ कारीगर हो अथवा तपाईको सिकिरहेको हो अथवा तपाईको पुरानै कारीगर भए पनि तपाईले कतिपय कुराहरु थाहा हुन्छ, कतिपय कुराहरु बिर्सिरा हुन्छ हैन। सो भेन्डरहरुको लागि पनि यो भिडियो हो। तपाईहरुले लास्टसम्म हेर्नु होला के गर्नुपर्ने छ। अब यसमा नयाँ केही मैले एड गरेको छु। सो नयाँ चीजहरु हेर्नको लागि तपाईहरुले लास्टसम्म भिडियोलाई हेर्नुपर्ने हुन्छ। सो भएर यो भिडियो तपाईको लागि एकदम बेस्ट छ। अनि घरधनी हुनुहुन्छ भने घरधनीहरुले पनि यो भिडियो हेर्नै पर्छ हैन। किन तपाईको एल्युमिनियम यूपीवीसी सम्बन्धितको बारेमा एक्सपिरियन्स हुँदैन, नलेज हुँदैन। अब भेन्डरहरुले जे पाए त्यही ल्याएर हाल्दिन सक्छ हैन। सो भएर यो भिडियोलाई लास्टसम्म हेर्नु होला है। अनि मात्रै बुझ्नुहुन्छ तपाईले यसमा के भाइले एक्सप्लेन गरेको हो भने कि मैले लास्टसम्म हेर्नु पर्यो। लास्टसम्म हेर्नु पर्छ है। तपाईले लास्टसम्म हेरेपछि बल्ल थाहा हुन्छ। यो हाम्रो 110 को आउटलेट फ्रेम हो। तपाईको 110 mm को यो फ्रेम हो हैन। 110 mm को यो भन्दा अगाडि फ्रेम कस्तो हुन्छ अनि यसमा स्लाइडिङ खापा कुन लाग्छ भने मैले एउटा भिडियोमा राखिदिएको थियो सबै डिटेल्सहरु हैन। 90 को 100 को र तपाईको 110 को र 80 mm को ट्र्याकको हामीले बारेमा कुरा गरेका थियौं। सो तपाईले 110 mm को ट्र्याकमा 85 mm को खापा लाग्छ। सबभन्दा पहिला हामीले मार्क गरेको थियौं। तपाईले भिडियोमा नोटिस गर्नुभयो होला हैन। यहाँ घरधनी अघि नै हाम्रो कुडिरहेको थियो। त्यो भाइ आउँछ कि आउँदैन खासमा हैन। सो भएर हामी साइडमा पुग्यौं, आन्टीसँग कुरा गर्यौं। इन्जिनियर सरले जसरी हुन्छ नि इन्जिनियरको साइडमा अथवा घरपट्टिको साइडमा अब ग्रिल हाल्ने कि नहाल्ने भन्ने कुरा हुन्छ। ग्रिल हाल्ने ठाउँमा प्राय जसो के हुन्छ 9 इन्चीको वाल छ भने तपाईको ग्रिल हाल्ने ठाउँमा बाहिरपट्टिबाट 1 इन्ची छोडेर भित्रपट्टि तपाईको 4 इन्ची जति स्पेस हुन्छ। अब फ्रेमलाई छोडेर 1 इन्ची तपाईको 1 इन्ची बाहिरपट्टि तपाईको ग्रिल लाउँछ। सो गरेपछि तपाईले बाहिरबाट 1 इन्ची छोडेर लाउनु भयो बेस्ट हुन्छ हैन। अब यसमा ग्रिलै राख्नु पर्दैन भनेपछि त तपाईले 9 इन्चीको वालमा बिच सेन्टर गरेर पनि राख्न पाइयो। अथवा तपाईको घरधनीले इन्जिनियरले भन्यो कि तपाईले हैन बाहिरबाट 2 इन्ची मात्रै स्ट्यान्डर्ड साइज छ, 2 इन्ची मात्रै तपाईले देखाउनुस्, अरु बाकी फिक्स गर्नुस् भनेपछि तपाईले 2 इन्ची पनि गर्न पाइयो। अब त्यो तपाईको साइड इन्जिनियर र तपाईको घरपट्टि माथि डिपेन्डेड हुन्छ। त्यो कुरा हामीले एक्ज्याक्ट भन्न सकिदैन। तर तपाईको कस्तो हुन्छ अब 2 इन्ची हाल्यो भने राम्रो हुन्छ हैन। अब ग्रिल पनि भोलिको डेटमा राख्नै मन लाग्यो भने राख्न पनि पाइन्छ। तर यो खासमा तपाईको विन्डो हैन, यो स्लाइडिङ डोर हो हैन। यो 3 प्यानल बनेको छ अनि त्यसपछि एउटा जाली गरेर 4 प्यानल बनेको छ। यसमा हामीले 6 इन्चीको रोलर युज गरेका छौं। 6 इन्चीको रोलरमा तपाईको एउटा राम्रो फेसिलिटी के छ, तपाईको कोनियाहरु भयो भने किनकि तपाईको सबै ठाउँमा प्राय जसो तपाईको 99% झ्याल पर्फेक्टै तपाईले प्लास्टर गर्दिएको हुन्छ भने छैन हैन। अथवा ग्रेनाइटहरु राम्ररी हाल्दिएको छ भने छैन। त्यस्तो केसहरुमा तपाईको राम्रोसँग हालेको छैन भने त्यहाँनिर यसलाई एडजस्ट गर्न पाइयो है। एडजस्ट गर्नको लागि यो राम्रो हुन्छ अनि स्लाइड पनि एकदमली स्मुथली हुन्छ के। त्यसको लागि तपाईले टेन्सनै लिनु पर्दैन स्लाइडको लागि। सो भएपछि यो 6 इन्चीको रोलर युज गर्नु होला। अनि 6 इन्चीको रोलर युज गरिसकेपछि तपाईले राम्रो हुन्छ स्लाइडहरु। सो अब आगे हामी भिडियोमा कुरा के गर्छौं। अब सेन्टर लक हालिरहेछ। सेन्टर लक हाल्नु भन्दा अगाडि हामीले सबभन्दा पहिला तपाईको जुन फ्रेमहरुले हामीले हालेको थियो त्यो तपाईको चारैतिरको त्यसमा चारैतिरको जुन फ्रेमहरुमा हामीले जम्मा 2 वटा मात्रै किला गरेर अर्काइदिएको थियो। पहिला हामीले यो स्लाइडिङहरु हाल्ने खापा हालेर मिलाउने अनि त्यसपछि पछि किला थप्न मिल्छ, किला थप्ने भनेर त्यो होल्ड गर्दिएको थियो। अनि सो भएपछि यहाँनिर सबै खापाहरु हालिसक्यो। 3 प्यानल छ भनेपछि बिचको पार्टलाई फिक्स गर्नुपर्ने हुन्छ। बिटको पार्टलाई फिक्स गर्नु भन्दा अगाडि सेन्टर लकहरु हालेर अनि दुईतिर यो चेक गरेर यो राम्ररी हलिरहेको त छैन हैन। सो सबै चेक गरिसकेपछि बल्ल तपाईले सेन्टर लक युज गर्नुपर्ने हुन्छ। सेन्टर लक युज गरिसकेपछि अब त्यो पार्ट फिक्स गर्नको लागि सेन्टर लक दुईतिरबाट लक गर्दिने अनि त्यसपछि त्यसको लिस्टी निकालेर अनि त्यसमा तल एउटा 2टा किला र माथि 2टा किला थप्दिनु भयो भने त्यो यताउति सर्दैन, मजाले त्यही ठाउँमा आफ्नो बसिरा हुन्छ, लकहरु छिटो बिग्रिदैन हैन।
त्यो कतिपय मान्छेहरूले के गर्छ तपाईको भित्रबाट त्यो निकाल्नको लागि अप्ठ्यारो मान्छ के, त्यो लिस्टी ननिकालिकन तपाईको के गर्छ बाहिरैबाट किला कस्दिएको हुन्छ के। त्यो बाहिरबाट किला कस्ने हैन है ब्रोदर, त्यो बाहिरबाट किला कस्यो भने राम्रो हुँदैन, त्यो राम्रो फिनिशिङ पनि देखिदैन, भोलि यताउतै सर्न पनि सक्छ। त्यो दुईटा किला तपाईको भित्रपट्टिको लिस्टी निकालेर हालेको भएमा धेरै राम्रोसँग बस्छ है। अनि अर्को कुरा तपाईको यसमा हामीले सेन्टर लक हाल्ने बेलामा नि तपाईको पहिला फिमेल कसनी हो, त्यस पछाडि लक हाल्ने है। कतिजनाले के गर्छ पहिला लक कस्दिन्छ अनि त्यस पछाडि त्यसकै सिधा सिधा मार्क गरेर अनि फिमेल कस्छ, त्यो राम्रोसँग बस्दैन। 2-4 दिनको लागि हैन, यो धेरै टाइम चल्ने हो हैन। सो भएर पहिला फिमेल कस्नु होला, त्यस पछाडि लक कस्नु होला, किनकि लक राम्रोसँग बस्नु पर्यो। तपाईले जहिले पनि गएर त्यो घरमा बनाइदिनु पर्ने कुरा हुँदैन। सो भएर लक राम्रोसँग बस्नको लागि पहिला फिमेल कस्ने, त्यस पछाडि सेन्टर लक कस्ने। अनि अब यो लक गरिसकेपछि नेक्स्ट पार्ट आउँछ हाम्रो, यसलाई क्लिन गरेर सफा गरेर राम्रोसँग अनि त्यस पछाडि मात्रै सिलिकोन हाल्नु पर्ने हुन्छ। हेर्नुस् यहाँ भाइहरुले पहिला लिस्टी नै निकालेर फिक्स गर्यो, फिक्स गरिसकेपछि यहाँ फेरि लिस्टी त्यसरी नै ठोकिदिने हो। ठोकिसकेपछि रेडी हुन्छ है। अनि यसमा जाली खापा अब हाल्नको लागि हामीले जाली खापामा पनि तपाईको स्टिल जुन हुन्छ रोलर त्यो युज गरेको छौं है। प्लास्टिक वाला रोलर हैन, तपाईको स्टिल वाला जुन रोलर हुन्छ त्यो युज गरेका छौं। यसमा तपाईको प्राय जसो खिया छिटो लाग्दैन, खराब हुँदैन है। अनि प्लास्टिक वालामा तपाईको धुलो बसेर पनि खराब हुन सक्छ छिटै हैन। सो भएर यो ठुलो पार्ट छ, ठुलो पार्टमा तपाईहरुले प्राय जसो राम्रो क्वालिटीको हार्डवेयरहरु युज गर्नु होला यो हैन। सो भएर मैले खासमा यो भन्नु पर्या छ। सो अब तपाईहरुलाई थाहै होला, कतिजनालाई यहाँ थाहा होला, कतिजनालाई थाहा नहुन सक्छ हैन। सो तपाईहरुको अब नेक्स्ट कुनै रिक्वायरमेन्ट छ भने तपाईहरुले कमेन्ट गर्नु होला, त्यसको माथि हामी भिडियो बनाइदिने छौं। सो भएर तपाईहरुले यहाँनिर आइसक्नु, यति हेरिसक्नु भयो भने तपाईहरुले च्यानललाई फलो गर्नु भएको छैन भने फलो गर्नु, सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नुस् हैन। सब्स्क्राइब गर्न एकदम नबिर्सनु होला, किनकि हाम्रो अहिले टिम एकदम सानो छ। तपाईहरुले साथ सपोर्ट गरिदियो भने हामीले मोटिभेट भएर पछि राम्रो काम गर्दै जाने हो। राम्रोसँग तपाईहरुलाई भिडियो एक्सप्लेन गर्दै तपाईहरुलाई भिडियो अपडेट गराउने छौं। सो तपाईहरुले यसको बारेमा झ्याल बनाउनु पर्यो, ढोका बनाउनु पर्यो। अब 85 mm कोमा कति प्लस गर्ने हो, कति माइनस गर्ने हो, 90 सिरिजमा कति प्लस गर्ने हो, कति माइनस गर्ने हो। नयाँ साथीहरु हुनुहुन्छ भने तपाईहरुले मलाई यहाँ कमेन्ट गर्नुपर्ने हुन्छ। अब कुनको चीज टपिकमा तपाईलाई भिडियो चाहियो, कुनै डबल प्यानल डोर बनाउँदाखेरि तपाईहरुको कतिपयको फर्मुलै मालुम हुँदैन, उनीहरुलाई तपाईहरुले यहाँ कमेन्ट गर्नुभयो भने त्यसको लागि हामीले पनि भिडियो अपडेट गराइदिने छौं। सो यो पार्ट अहिले अलमोस्ट कम्प्लिट भइसकेको छ। हेर्नु मैले यहाँ चेक गरिरहेको छु। सो जालीमा पनि हामीले मोटो वाला डायमन्ड कोटेड जाली हालेको छौं। यो जाली पनि 5 वर्षसम्म केही पनि हुँदैन। 5 वर्षमा बिग्रियो भने हामी आफै रिप्लेस गरिदिन्छौं, कम्पनीको झन्झटै हुँदैन हैन। सो हस् त, थ्यांक यू।